हेलो गाइस, आज चाहिँ हामी खासा जाँदैछौँ चाइना। नेपालबाट चाहिँ नि उडेर होइन, हामी हिँडेर जानको लागि चाइना गइरहेको छौँ। चाइना जानको लागि चाहिँ नेपाल सरकारले दिने हाम्रो यो चाहिँ चाइनाको पास हो। यो लिएर चाहिँ हामी यहाँबाट टक्क यो साइड हुँदै चाहिँ हामी चाइना जाँदैछौँ। तपाईँहरूलाई पनि आज नेपालमा भन्दा चाहिँ चाइनामा कति सामान सस्तो पाइन्छ भन्ने कुरा चाहिँ म त्यो चाइनाको खानेकुरा, त्यहाँको मूल्यहरू सब कुरा चाहिँ देखाउँछु। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ चाइनाको खासा बजार भन्छ। यो चाहिँ पुल हो। यो बिच गेटबाट उता चाहिँ चाइना हो अनि यता चाहिँ नेपाल हो। आज चाहिँ हामी चाइना घुम्न जाँदैछौँ। यो चाहिँ चाइना छिर्नको लागि मान्छेहरूको लाइन हो। यहाँ चाहिँ खासै चाहिँ नि भिडियोहरू खिच्न त दिँदैन। अब नेपाली हो, अलिअलि लुकाएर चाहिँ नि नेपालीपन त देखाउनै पर्यो। यो चाहिँ लुकाएर, यो चाहिँ इमिग्रेसन हो। यहाँबाट चाहिँ हामी बाहिर निस्किन्छौँ। जाँच पास गरेर फिङ्गर नकाटेर फेस गरेर चाहिँ यहाँ निस्केँ। यहाँभित्र चाहिँ नि मान्छे आउँदाखेरि चाहिँ दायाँ बायाँ चाहिँ नि फिङ्गर, दायाँ बायाँ फिङ्गर गरेर मात्रै छिराउँछ। यहाँ पारि देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो नेपाल हो। अब नेपाल र चाइनामा चाहिँ धेरै फरक छ। नेपालहरूले चाहिँ खासै त्यस्तो धेरै डेभलप गरेको छैन। यस्तो इमिग्रेसन पनि त्यति धेरै राम्रो छैन नेपालीहरूको चाहिँ। तर चाइनाको धेरै कुरा सिस्टमेटिक छ। आज म तपाईँलाई त्यो चाइनाको बजार अनि यहाँ चाहिँ नि पाउने खानेकुराहरू सब देखाउँछु। आज चाइना छिरेर एकदम रमाइलो लागिरहेको छ। अब माथितिर गएर हेर्नै बाइक छ हो। लाउनु जाउँ। चाइनिज गाडीहरू र चाइनिज ड्राइभर पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ मानस सरोवर जाने गाडी हो क्या? चाइनिज गाडी। ओके, अब चाहिँ हामी आज चाइनिज खाना खाँदैछौँ। के पाउँछ हेरौँ। हेलो हेलो, यहाँ को हुनुहुन्छ? चाइनाबाट हेर्दा चाहिँ नेपाल यसरी देख्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ हाम्रो चाइनाबाट चाहिँ नेपाल देख्ने ठाउँ होइन। यहाँ चाहिँ तल एकदम ठुलो खोला छ। यो चाहिँ नेपाल। चाइनिज गाडीहरू। यो चाहिँ चाइनिज भाषामा चाहिँ यहाँ आउनुहुने सम्पूर्ण चाहिने टुरिस्टहरूको लागि चाहिँ वेलकम छ भनेर लेखेको हो। पस्नु न। म चाहिँ मेरो दाइसँग आइरहेको छु। उहाँ चाहिँ मेरो के छ चाइना घुमेर कस्तो लागिरहेछ आज? एकदम रमाइलो लागिरहेको छ। अब हामी मोबाइल कहाँ पाउँछ भनेर मोबाइल खोजिरहेका छौँ। यदि मोबाइल पाइयो, चाइनामा सस्तो मोबाइल पाइयो भने चाहिँ हामी किन्नेछौँ होइन? हो दादा, पब्लिक टोइलेट पनि यस्तो राम्रो छ है नेपाल। चाइनिज मार्केट। यो चाहिँ सेलमा हो क्या? हेरौँ न त राम्रो राम्रो ज्याकेट। म चाहिँ अब मेरो बुढियाको लागि चाहिँ ज्याकेट किन्दैछु होइन। यदि रहेछ भने यति हेर्नु त दाइ। गइहाल्छ नि यस्तो राम्रो साइज भए त राम्रो हो त। कसलाई हुने खालको हो? तपाईँले हुँदैन। हाम्रो साउनी नै लाउनु लागेको छ। म चाहिँ अब साउनीलाई चेक गराएर चाहिँ मेरो वाइफलाई लुगा किन्दैछु। यो हजार रे। कतिसम्म दिने फाइनल? 1000 महँगो भयो। 800 रुपियाँ दिने हुन्छ। 800 रुपियाँ दिने मिलाएर दिन्न हामी। अनि पहिला पनि आएको त्यो लाको आस्कुट कस्तो राम्रो हेर्नु दिनु। यो प्याक गरिदिनु। हाल्नुभयो यो ज्याकेटहरू चाहिँ यति सस्तो छ कि एउटा लय 1000 रुपियाँ यस्तो राम्रो राम्रो ज्याकेट, दुईवटा लय चाहिँ 1500 रुपियाँ। एकदम राम्रो छ दाइ। एक दुईवटा ज्याकेट देखाइदिनु नि। ल हेर्नुहोस् त, यस्तो यस्तो बेस्ट ज्याकेटहरू चाहिँ एउटा लगे चाहिँ 1000, दुईवटा लगे चाहिँ 1500मा चाहिँ एकदम सस्तोमा पाउँछ। हामीले चाहिँ अब दुईवटा लान लागिरहेका छौँ। देख्नुभयो चाइनामा एकदम सस्तो छ गाइज। खासमा चाहिँ नेपालमा मात्रै अति महँगो। अब यही सामान चाहिँ नेपालमा किन्नु पऱ्यो भने 3500, 4000, 5000, 4500 भन्छ। तर चाइनामा चाहिँ एकदम सस्तो छ होइन दाइ? चाइनामा सस्तो छ। ल यो चाहिँ हामीले दुईटा 1500 मा भनेपछि यो एकदम हेर्नुस् त अति बेस्ट छ। दुईटा 1500 मा लिँदैछौँ हामी।
खासमा चाहिँ यो चाइना बजार एकदमै सस्तो हेर्नुहोस् है। अब नेपालमा 2000, 3000, 3500 पर्ने चाहिँ नि ज्याकेटहरू यहाँ चाहिँ 1500 मा दुईटा डङ्काडङ। त्यही पनि अलि मिलायो भने त अझ बढी सस्तोमा दिन्छ होला। अब यहाँ पनि हेर्छौँ जाँदा हेरौँ हामी चाहिँ ल यसको साइज 42 निकाल्नु त। हजार दिनु 2 जोर लाने ल। हो र सौजीलाई अहिले भनौला नि सौजीलाई। ल ठिक छ सौजीलाई। वाउ लाइक गुड। यसको साइज निकाल्नु दाइ। सही यार। यो हेर्नुहोस् गाइज हैन यो चाहिँ खासा चाहिँ नि यो 1200 को जुत्ता रे। हेर्नुहोस् कति सस्तो छ नेपालमा। के नेपाल चाइनामा। अरु पनि हेरौँ न पहिला। आउनुहोस् अरु। एउटा जुत्ता चाहिँ कन्फर्म भयो यहाँको। ओके यहाँ तपाईँले देख्न सक्नुहुन्छ ज्याकेट लुगाहरू। यसो चाइनाको चाहिँ एकदम सस्तो छ यिनीहरू। वाउ जस्ट लाइक यहाँ तपाईँको ज्याकेटहरू 1200, 1300 को यस्तो दामी हो नि त। यस्तो बल है यस्तो दामी त्यस्तो सस्तो छ बजार। सबै उठाउँ जस्तो हुन्छ। अब चाहिँ नेपालमा लुगाइ नकिन्ने त यार यहाँहरू किन्ने हो। यो चाहिँ चाइनामा चाहिँ यहाँको चाइनिजहरूले चाहिँ राम्रोसँग नेपाली पनि बोल्छन्। अनि कतिपय चाहिँ अब हाम्रो चाइनाको छेउको यता चाहिँ नि तातो पानीको छेउछाउको मान्छेहरू चाहिँ यहाँ जाहिर खान आइरहेको हुन्छन् कि अब उनीहरू चाहिँ नेपालीसँग डिल गर्नलाई सजिलो होस् भनेर चाहिँ यहाँ चाहिँ अधिकांश पसलमा चाहिँ 1 जना 2 जना चाहिँ नेपालीहरू नै जाहिर खाइरहेका छन्। यहाँ चाहिँ नेपालीहरूसँग चाहिँ डिल गर्नलाई चाहिँ चाइनिजलाई सजिलो हुन्छ भनेर सामानहरू चाहिँ एकदमै सस्तो, अति नै सस्तो पाउँछ। मैले नि अलिअलि सामान किनेँ। अब यसो चाहिँ अलिअलि मन पऱ्यो भने 1-2टा जुत्ताहरू किन्दैछु। यो जुत्ताहरू चाहिँ सबै नेपाली 600 रुपियाँमा आउने जुत्ताहरू हेर्नुहोस् त। यस्तो राम्रो जुत्ताहरू छ चाइनामा। सब जुत्ताहरू चाहिँ नेपाली 600 मा आउने। कस्तो लाग्यो आजको? ठिक लाग्यो, राम्रो लाग्यो। तर कस्तो धेरै सस्तो है सामान। भन्दा चाहिँ पसल पनि बढेछ अनि अलिकति छानेर किन्न पाइने। पहिला चाहिँ थोरै बिबिड थियो तर निकै सस्तो पनि होइन र? हो सस्तो पनि हो तर ब्रान्ड चाहिँ नहो। खाद्य सामग्री चाहिँ अलिकति धेरै सस्तो होइन हैन। लुगा कपडा जुत्ताहरू है। कपडा जुत्ताहरू चाहिँ सस्तै हो। चाइनिज चाइनिज माछा हो। अरू चाहिँ एकदम सानो हुन्थ्यो। यो चाहिँ एकदम ठुलो। यो चाइनिज चुरोटहरू तपाईँले देख्न सक्नुहुन्छ। चाइनिज चुरोट एकदम भोक लाग्यो होइन। अनि यहाँ चाहिँ नि खासै होटलहरू पनि खुल्ला रहन्छ। अब बाटैमै बसेर हामीले चाहिँ चाउचाउ खाइरहेको छौँ। दाइले चाहिँ कुन खानुभयो तपाईँले? चाइनिज चाउचाउ कस्तो लाग्यो? अब छुट्टै खालको स्वादको अलिक नमिठो यार। कस्तो खासै यहाँ पाउने चाइनिज चाउचाउ चाहिँ खान चाहिँ खाइयो भोक लागेर होइन। तर त्यस्तो मिठो चाहिँ थिएन है। ठिकै त्यस्तै अब पनि तपाईँले
माछाको ससेज देख्नु भएको छैन भने चाहिँ हेर्नुहोस् यो चाहिँ माछाको ससेज हो होइन अति मिठो क्या यस्तो मिठो छ कि होइन अति नै मिठो गाइस अब चाहिँ हामी चाइनाबाट नेपाल जाँदैछौँ टन्न सामान किनेर होइन ओके अब यहाँ चाहिँ नि 2 बजेदेखि 3 बजेसम्म चाहिँ चाइनाको चाहिँ नि ब्रेक टाइम भनिन्छ त्यस कारणले चाहिँ नि अब नेपालबाट पनि यता आउन नपाउने र यताको मान्छे चाहिँ नेपाल जान नपाउने भएकाले अब अहिले चाहिँ हामी त्यही कुरेर बसिरहेको छौँ यो भएको सबजना मान्छेहरू नेपाल जानको लागि तयार भएर बसिरहनु भएको छ तर अहिले चाहिँ चाइनाको ब्रेक टाइम भएर कसैले जान नपाउने त्यही नजिक हेर्न सक्नुहुन्छ त्यही पारी चाहिँ यो नेपाल हो यहाँ चाहिँ यही सामानहरू एकदमै महँगो छ कि अब यहाँ पाउने चाहिँ फेरि अब यही 300 मिटरको डिस्टेन्समै सामानहरू केही चाहिँ एकदम सस्तो पाउने यता अनि यहाँको मान्छेहरूले चाहिँ उताबाट नि लिएर आउने यताबाट नि लगेर चाहिँ एकदम धेरै पैसा कमाइरहँदो रहेछ कि ओके फाइनल्ली हामी चाहिँ यहाँबाट चाइनाबाट एक्जिट भयौँ अब चाहिँ हामी नेपाल जाँदैछौँ यो चाहिँ नेपाल जाने पास हो हाम्रो चाहिँ होइन यो चाहिँ पासपोर्ट चाइना छिर्ने पासपोर्ट हो यो चाहिँ अनि यो क्युआरले चाहिँ यो क्युआर भन्यो भने चाहिँ यहाँको कुनै पनि ढोका खोलिँदैन यो चाहिँ हाम्रो ढोका खोल्ने गेट खोलिने क्युआर हो कि